म यति हजुरलाई विश्वास दिलाउन चाहन्छु कि गृह मन्त्रालय चाहिँ हरेक चेलीको लागि चाहिँ माइती हो भनेर सोच्नुपर्छ। हामी हरेक नारीको लागि हामी उत्तिकै एउटा आफ्नो परिवार भएर हामी उभिन चाहन्छौँ। एट द सेम टाइम हरेक नागरिकको लागि सुरक्षा पनि हामी त्यही अनुसारमा हामीले प्लानिङ र स्ट्राटेजीहरूमा राखेका छौँ। पहिलाभन्दा अहिले प्रहरी पनि एकदम इफेक्टिभ वेमा काम गरिराख्नु भएको छ। त्यही अनुसारमा हिजो भर्खरै पनि हामीले निर्देशन दिएका छौँ कि यो नागरिकको सुरक्षामा सेवामा कुनै कमी नहोस्, यसमा बोलीचालीमा सुधार गर्नुपर्ने हुन्छ कि उहाँहरूलाई सहयोग गरेर हुन्छ कि, किनभने सेवा नै हाम्रो धर्म हो भनेर हामीले बुझ्दै गर्दाखेरि अब हाम्रो सुरक्षा निकायहरू तपाईँको नागरिकको सेवामा खट्ने हो हैन। अब क्राइम कन्ट्रोलदेखि लिएर सबै कुरामा सबै डिआइजी साहबहरूसँग हामी हिजो भर्खर बसेर एउटा मिटिङ पनि गरेका छौँ। अनि यसमा चाहिँ हामी निर्मम रूपमा प्रस्तुत हुन्छौँ। कसैलाई गलत गर्दैमा त्यो गलत गर्यो भने तपाईँको यसमा आफ्नो पार्टी अर्काको पार्टी भनेर हामीले हेर्दैनौँ, गलतलाई गलतै भन्छौँ। र गलत गरेको हेर्नेलाई पनि हाम्रो अब सुरक्षा निकायहरूमा कतिजनाले अब त्यहाँ एउटा अफिसर लेभलबाट उहाँहरूले हेरिराख्नु भएको छ होला, तर त्यो कुरालाई चाहिँ उहाँहरूले रेस्पोन्ड राम्रोसित गर्नु सक्नु भएन भने चाहिँ हामीले त्यसमा त्यही अनुसारमा चाहिँ हामीले पोइन्ट्सहरू चाहिँ हाम्रो त्यही अनुसार डिडक्ट गरेर हामीले हेर्ने चाहिँ हाम्रो योजनामा छ।